घन्टी बजेको आवाजहरूले पूजा आराधना गर्दा होम र साधना गरिएका दृश्यहरूले श्री सचिवको बाल मनोविज्ञानमा चेतनाको दिव्य बन्न थाल्दछ र मन मस्तिष्कमा प्रश्नहरू सिर्जना हुने गर्छन्। किन र केका लागि आफ्नो समेका साथीहरू भौतिक सुख र सुविधामा रमिरहेका बेला उहाँको आकर्षण भने आफ्नो सेवा, सन्त सेवा, गौ सेवा, भगवत कार्यमा अग्रसर हुन थाल्दछ। श्री राम तारक वर्मयकी 1200 साधकहरूले 1 अरब 60 करोड मन्त्र जप गरी 108 हवन कुण्डमा दिव्य हवनको तयारी हनुमान मन्दिर चतराधाममा भइरहेको बेला सेवा र साधनालाई व्यवस्थापनमा व्यस्त रहनुभएका आफ्ना सद्गुरुदेव भगवानलाई श्री सखीजी महाराजले पछाडिबाट पुकार गर्नुहुन्छ, गुरुदेव गुरुदेव। यो पुकार सुनिसकेपछि गुरुदेव पछाडि फर्किएर हेर्नुहुन्छ। निकै व्यवस्थापनको चिडचिडामा रहनुभएका गुरुदेव पछाडि फर्किएर हेर्दा ती बालिकाको शिरमा श्री हनुमानजी महाराजको दिव्य स्वरूपको झलक देख्नुहुन्छ। दिव्य बालिकाको अनुभूति गर्नुहुँदै कस्तो योजना छ भनेर गुरुदेवको सोधनी हुँदा हामी युवाहरूको आञ्जने युवा क्लब खडा गरी सेवामा समर्पित हुन्छौँ भन्ने अनुरोध श्री सखीजीले गर्नुहुन्छ। बालिकाको शिरको छविमा देखिनुभएका हनुमानजीको स्वरूप र हनुमानजीकै प्रिय नाम आञ्जनेयबाट तयार हुन लागेको आञ्जनेय युवा क्लबको प्रस्ताव आएपछि सहजै श्री हनुमानजीकै प्रेरणा सम्झी गुरुदेवले आशीर्वाद दिनुहुन्छ र श्री सखीजी प्रमुख भएर आञ्जनेय युवा क्लब खडा हुन्छ। सेवा, सुमिरन र समर्पण भन्ने मूल